अब यसमा चाहिँ सबै मसलाहरू हालिसक्यो हो। अब भात हाल्नु छ यसमा। अब लास्ट भात हालिसकेर त्यहाँदेखि तिते हाल्नुपर्छ हो। सेन्टेड भयो। नाइस। एकपल्ट अलिकति छोप्छु हो। ग्यास सानो गरेँ। यहाँ फेरि सफा पनि गर्दै गर्नुपर्छ हो। पछि फेरि बुढी आएर मार्छ। यस्तो छ नि त फेरि हो। साफ सुधार पनि गर्नु पर्यो। यहाँ छोरा फेरि टिभीमा मस्त हो। अब लु अब चाहिँ भात हाल्छु हो। अब चाहिँ भात हालिदिन्छु यसमा। भात हालिसकेर वाचिप बनिन्छ हो। यो भात हालेर चलाउँदैछु हो। अलिक हाल्नु भात अलिक हाल्नु पुग्दैन त हो। मेरो छोरालाई चाहिँ यो पुरा मनपर्छ फेरि बिजनेसलाई चाहिँ वाचिप भन्ने चाहिँ खतरा पिरोमा हालिदिएको छु हो। भात भक्कु भएन भक्कु आउँछ मान्छेहरू कहाँ आउँदैन बुझेन त होइन अन्त घरमा पनि खान्छ दिनु पनि पर्यो। आज चाहिँ म यसलाई हल्का पानी हालेर बनाउँछु हो। फुरुरु बनाउँदैन हो। गिलो गिलो बनाइदिन्छु हो। भात हालिदिन्छु हो। मोटो कम्ती हुन्छ ल। यो भात हालेर चलाउँदैछु हो। छोरालाई अझै भात हालिदिनु अरे भक्कु खान्छु भन्छ। अब यो पछि फेरि तिते हाल्नु छ यसमा। फाइनली वाचिप्पा इज रेडी। टल्केर केही पनि नदेख्दैछ हौ। रातो पो देख्छ त अन्त। लाग्छ बेसी अलिकति खा। नानी त्यो धुनेमा लाग्छ। लु त भयो अरे फाइनली नुन पनि लाग्यो अरे।